सुरु गरौँ। नमस्ते सबैजना विद्यार्थी भाइ बहिनीहरू। मेरो नाम चाहिँ नवीन दाहाल हो। म केमिस्ट्री टिचरको रूपमा तपाईँहरूलाई केही कुरा भन्ने गरेको छु है। आज चाहिँ मैले तपाईँहरूलाई विशेष गरी के भन्दैछु भन्दाखेरि तपाईँहरूको एकदमै इम्पोर्टेन्ट, एकदमै तपाईँहरूको स्कुल लेभलको सबभन्दा हार्ड एन्ड सबभन्दा अब योभन्दा अगाडि के गर्ने फ्युचरको लागि एकदमै अगाडि चाहिँ सक्सेस हुनको लागि बेस्ट तपाईँको चाहिँ एनइबी बोर्ड एक्जाम 12 को एक्जाम नजिकै छ। त्यही भएर तपाईँहरूलाई मैले आज एकदमै मिठो कोसेली लिएर आएको छु है। तपाईँहरूले यहाँनिर केही कुरा हेर्न सक्नुहुन्छ। मैले तपाईँहरूलाई इम्पोर्टेन्ट क्वेसनहरू भन्छु र त्योभन्दा पहिला है, सबभन्दा पहिला चाहिँ तपाईँहरूले एनइबीको बोर्ड एक्जाममा है, एनइबीमा केमिस्ट्रीबाट कति मार्क्सको आउँछ भन्ने कुरा थाहा पाउनु पर्यो है। केमिस्ट्रीबाट 4वटा पार्ट्सहरू हुन्छ है। एउटा चाहिँ अब अर्ग्यानिक केमिस्ट्री सबभन्दा धेरै आउँछ, त्यही भएर मैले सुरुमा लेखेँ 33 मार्क्स। अनि फिजिकल केमिस्ट्री 22 मार्क्सको आउँछ। अनि त्यसपछि इनअर्ग्यानिक केमिस्ट्री 12 मार्क्सको। त्यसपछि अप्लाइड केमिस्ट्री तपाईँहरूको 8 मार्क्सको क्वेसन आउँछ। यो गरेर तपाईँहरूको टोटल 75 मार्क्सको बोर्ड एक्जाम हुन्छ है, जसमा चाहिँ तपाईँहरूको एमसिक्यू 11वटा आउँछ। 11 इन्टु 1 गरेर 11 मार्क्सको भयो। सर्ट एन्सर क्वेसन चाहिँ तपाईँहरूको कतिवटा आउँछ त 8वटा 5 मार्क्सको आउँछ है, 40। अनि लङ एन्सर क्वेसन चाहिँ तपाईँहरूको 3टा क्वेसन आउँछ 8 मार्क्सको गरेर 24। यो गरेर 75 मार्क्सको तपाईँहरूलाई एनइबीको बोर्ड एक्जाममा यस्तो प्याटर्नमा तपाईँहरूको क्वेसन आउने गर्छ है। अब तपाईँहरूले एमसिक्यू चाहिँ यो पुरै केमिस्ट्रीभरि अब जुन पर्सनबाट धेरै क्वेसनको यहाँ म्याक्सिमम रेन्ज छ त्यसबाट पक्कै पनि धेरै आउँछ र 11वटा एमसिक्यू जुनबाट पनि आउन सक्छ। र तपाईँहरूको सर्ट एन्सर क्वेसन, लङ एन्सर क्वेसन के आउँछ, कस्तो सम्बन्धी आउँछ भन्ने कुरा म तपाईँहरूलाई पिडिएफबाट केही नोट्सहरू देखाउन चाहन्छु। ध्यान दिएर फोकस गर्नु है त। ल हेर्नु त, अर्ग्यानिक केमिस्ट्रीमा तपाईँहरूको अर्ग्यानिक केमिस्ट्रीमा एकदमै स्योर सर्ट क्वेसनहरू चाहिँ यहाँनिर हुन्छ। अब ल्याब प्रिपरेसन रियाक्सन मात्रै, क्लोरोफर्महरू, नाइट्रोबेन्जिनहरू, फर्मिक एसिड, एनिलिनहरू, अनि इथेन, इथोअक्सी इथेनहरू है, यो चाहिँ तपाईँहरूको ल्याब प्रिपरेसनको रियाक्सनहरू है, प्रिपरेसन रियाक्सनहरू एकदमै इम्पोर्टेन्ट छ। यो चाहिँ तपाईँहरूको अर्ग्यानिकको क्वेसनहरू चाहिँ लङ क्वेसनमा, सर्ट क्वेसनमा अब तपाईँहरूले क्वेसन प्याटर्न देखिसक्नु भएको छ, त्यो अनुसार क्वेसन प्याटर्नमा तपाईँहरूलाई यो रियाक्सनहरू आउने गर्छ। र यो दुईटा फेरि आइडेन्टिफिकेसन अफ 1 डिग्री 2 डिग्री 3 डिग्री अल्कोहल बाई भिक्टर मियर मेथड्स भन्ने छ, एकदमै इम्पोर्टेन्ट छ यो। र अर्को चाहिँ होफम्यान्स मेथडबाट फेरि अमाइन्सहरूको 1 डिग्री 2 डिग्री 3 डिग्री अमाइन्सहरूको सेपरेसन कसरी गर्ने, यो दुईटा मध्ये एउटा त लगभग फिक्स तपाईँहरूको एक्जाममा आउने गर्छ है। ल अब नेम रियाक्सनहरू प्रत्येक लेसनको नेम रियाक्सनहरू तपाईँको यहाँ पिडिएफमा मैले जस्तै उर्ज रियाक्सन, राइमन टाइमन रियाक्सन, डिहाइड्रो एलोजिनेसन सबै पिडिएफमा राखिदिएको छु। यो नेम रियाक्सनहरू चाहिँ मैले एकदमै फोकस इम्पोर्टेन्ट नेम रियाक्सनहरू छ, त्यो मध्ये तपाईँहरूलाई एक्जाममा 5वटा त फिक्स आउँछ र कहिले कसो लङ क्वेसनमा आउँछ 8वटा, एमसिक्यूमा पनि आउँछ। सबै कन्भर्जनमा, सबै क्वेसनहरूमा चाहिँ यो नेम रियाक्सनहरू पनि तपाईँहरूले हेर्नुपर्ने हुन्छ। जस्तै यसमा स्टरिफिकेसन रियाक्सन, अल्डोल कन्डेन्सेसन रियाक्सन है, कप्लिङ रियाक्सन है, एकदमै इम्पोर्टेन्ट रियाक्सनहरू छ यहाँनिर, तपाईँहरूले मजाले हेर्नु होला। र यो सँगै अब अर्ग्यानिक केमिस्ट्रीको अरू रियाक्सनहरू जस्तै ओजोनोलाइसिस रियाक्सन, क्लेमेन्सन रिडक्सन रियाक्सन, डार्जेन रियाक्सन, यो टन्नै रियाक्सनहरू छ नेम रियाक्सनहरू मध्ये, मैले अघि भनिसकेँ, राम्रोसँग हेर्नु होला। त्यसै गरी टेस्ट रियाक्सनमा आइडोफर्म टेस्ट, सिल्भर मिरर टेस्ट। अब आइडोफर्म टेस्ट कसले कसले दिन्छ, अनि सिल्भर मिरर टेस्ट कसले दिन्छ, फेलिङ टेस्ट कसले दिन्छ, यो टेस्ट रियाक्सनहरू तपाईँले हेरेर टेस्ट रियाक्सनहरू पढ्नु होला। र यो टेस्ट रियाक्सनहरूबाट चाहिँ तपाईँहरूलाई हाउ वुड यु डिस्टिङ्ग्विज भन्ने यस्तो खाले क्वेसनहरू आउँछ। जस्तै पेन्टेन 2 ओन र पेन्टेन 3 ओनमा कसरी चाहिँ तपाईँले डिस्टिङ्ग्विज गर्न सक्नुहुन्छ, यो टेस्ट रियाक्सनहरूबाट हेर्नु होला।
यो दुईटा मध्ये एउटाले आइटोफर्म टेस्ट दिन्छ, एउटाले नदिन सक्छ, या एउटाले चाहिँ कुनै टेस्ट दिन्छ, एउटाले नदिन सक्छ। त्यसै गरी तपाईँहरूले यो सबै टेस्ट रियाक्सन एकदम इम्पोर्टेन्ट छ। यो जति पनि मैले यहाँ लेखाएको छु पिडिएफमा एकदम इम्पोर्टेन्ट टेस्ट रियाक्सन छ। यो रियाक्सनहरू कसले कसले दिन्छ कसले दिँदैन भन्ने कुराबाट तपाईँहरूले यो डिस्टिङ्ग्विस गर्नुपर्ने हुन्छ है। जस्तै अगाडि भिक्टर मेयर होफम्यान एकदमै 5 मार्क्समा स्योर क्वेसन जस्तै टेस्ट रियाक्सनहरू पनि तपाईँहरूलाई बिच क्वेसनमा सोधिरहेको हुन्छ। अल्डिहाइड किटोनमा एकदमै इम्पोर्टेन्ट सोधिरहेको हुन्छ। आइडोफर्म टेस्ट भनेको अल्कोहलमा सोधिरहेको हुन्छ है, अल्कोहल अल्डिहाइड किटोन। त्यस कारणले गर्दा यो 1 डिग्री 2 डिग्री 3 डिग्री अमाइनको नाइट्रस एसिड टेस्ट पनि सोधिरहेको हुन्छ। यो डिस्टिङ्ग्विस गर्नु पर्यो भने तपाईँहरूले यो टेस्ट राम्रोसँग अध्ययन गर्नुपर्ने हुन्छ। ल यसै गरी अब जस्तै इम्पोर्टेन्ट रियाक्सन छ एकदमै रिडक्सन अफ नाइट्रोबेन्जिन इन डिफ्रेन्स मिडियम, एसिडिक बेसिक र न्युट्रन मिडियममा एकदमै 5 मार्क्समा आउने क्वेसन। अनि त्यसपछि ग्रिग्नार्ड रिएजेन्टको पनि अल्कोहलको प्रिपेरेसन झन् इम्पोर्टेन्ट छ। त्यसै गरी अक्सिडेसन फर्मेन्टेसन, अब क्लोरोफर्म चाहिँ यिनीहरू पनि एकदमै इम्पोर्टेन्ट रियाक्सन अन्तर्गत पर्छन् है। एकदमै फोकस गरेर तपाईँहरूले यो पढ्नु होला एनबीको एक्जामको लागि। र यो चाहिँ स्ट्रक्चरहरू डिडिटी, पिक्रिक एसिड, बिएससी, युरोट्रोपिन, क्लोरोपिक्रिन, टिएनपी यिनीहरू पनि एकदमै कुनै इन्सेक्टिसाइड हुन्, कुनै चाहिँ हाम्रो डेली लाइफमा एकदमै धेरै युजफुल रिएजेन्ट भएकोले यिनीहरूको पनि कम्तीमा एउटा चाहिँ युजेस र एउटा प्रिपेरेसन रियाक्सन पढ्नुपर्ने हुन्छ। त्यसै गरी अब यहाँ कन्भर्ट एकदमै धेरै क्वेसनहरू छ। जस्तै एकदम इम्पोर्टेन्ट भनेको 1 ब्रोमोबाट 2 ब्रोमो भाइस भर्सा भयो। त्यसै गरी तपाईँहरूलाई यो प्रोपेन 1 ओल टु प्रोपेन 2 ओल पनि एकदम इम्पोर्टेन्ट छ है। जस्तै इथोअक्सी इथेनबाट मिथोअक्सी इथेन पनि एकदम इम्पोर्टेन्ट छ। यस्तै गरी तपाईँहरूले यहाँनिर यो कन्भर्जन रियाक्सनहरू पनि तपाईँहरूले धेरै प्र्याक्टिस गर्नुपर्ने हुन्छ। मैले यहाँ जति दिएको छु यो तपाईँहरूको बोर्ड एक्जामको लागि एकदमै सफिसियन्ट छ कि एकदमै इम्पोर्टेन्ट क्वेसनहरू छ है। यसमा चाहिँ अब जस्तै यहाँनिर अब यो इथानोलबाट 2 हाइड्रोक्सी प्रोपानोइक एसिड छ, जस्तै इथानोलबाट एसिटोन छ। अब यस्तो यस्तो कन्भर्जन रियाक्सनहरू तपाईँहरूको सर्ट क्वेसन या लङ क्वेसनमा एबिसीमा तपाईँले सोधेको हुन्छ। एबिसिडीको लास्टमा कन्भर्ट भनेर 1 मार्क्समा 2 मार्क्समा सोधिदिन सक्छ। त्यही भएर अर्ग्यानिक केमिस्ट्रीमा तपाईँहरूलाई प्रिपेरेसनदेखि लिएर कन्भर्जनदेखि लिएर कम्प्लिट रियाक्सनहरूदेखि लिएर टेस्ट रियाक्सनहरू एकदमै इम्पोर्टेन्ट हुन्छ, जुन मैले यहाँ देखाएको छु। यो सबै तपाईँहरूको लागि कन्भर्जनको लागि चाहिँ इम्पोर्टेन्ट रियाक्सनहरू भयो। अनि अब चाहिँ वाइ क्वेसनको लागि पनि मैले जस्तै वाइ इज क्लोरोफर्म स्टोर इन अ डार्क बोतल अथवा ब्राउन बोतल किन भन्ने खालको यो क्लोरोफर्मबाट क्वेसन आयो। वाइ क्वेसनहरू पनि लगभग स्योर सर्ट वाइ क्वेसनहरू मैले यहाँनिर तपाईँहरूलाई दिएको छु। र जस्तै अब जस्तै क्लोरोफर्मले चाहिँ एजिएनओ3सँग वाइ पिपिटी किन दिँदैन भन्ने कुरा। जस्तै एकदमै अर्को एकदम इम्पोर्टेन्ट क्वेसन भनेको जस्तै यहाँनिर छ के छ भन्दाखेरि इथानोल इज मोर एसिडिक देन प्रोपेन 2 ओल भन्ने छ, अथवा अल्कोहल इज विकर एसिड देन वाटर भन्ने एकदम इम्पोर्टेन्ट क्वेसन छ। त्यस्तै तपाईँहरूलाई अर्को के छ त भन्दाखेरि जस्तै यो फिनोल इज मोर एसिडिक देन एलिफेटिक भन्ने छ। जस्तै यो अर्थो पारा डाइरेक्टिङ ग्रुपमा इलेक्ट्रोफिल सब्स्टिट्युसन रियाक्सन हुन्छ कुन कुन भन्ने एकदम इम्पोर्टेन्ट पढ्नु होला। अनि त्यसपछि अर्को यसमा चाहिँ तपाईँहरूको जस्तै न्युक्लियोफिलिक सब्स्टिट्युसन रियाक्सन हेलो एरिनमा डिफिकल्ट हुन्छ हेलो अल्केन भन्दा भन्ने क्वेसनहरू छ। यो सबै क्वेसनहरू एकदमै इम्पोर्टेन्ट क्वेसनहरू तपाईँलाई यहाँनिर वाइ क्वेसन योबाट चाहिँ तपाईँहरूलाई 100% चाहिँ क्वेसन वाइ क्वेसन आयो भने 2-3 वटा आउँछ, फिक्स यहीबाट आउँछ भनेर तपाईँहरूलाई मैले तपाईँहरूलाई सजिलो बनाइदिएको छु। यसै गरी अब केही क्वेसनहरू छ जस्तै फङ्सनल आइसोमर लेख्ने, अनि त्यसपछि अनसिमेट्रिकल इथरहरूको सिमेट्रिकल अनसिमेट्रिकल बनाउने, विलियमसन इथर सिन्थेसिसबाट प्रिपेयर गर्ने, अनि त्यसपछि भिक्टर मेयरबाट डिस्टिङ्ग्विस गर्ने क्वेसनहरू छ। अनि त्यसपछि अब बेसिसिटी अफ अमाइनको क्वेसनहरू भयो। अनि त्यसपछि 1 डिग्री 2 डिग्री 3 डिग्री अमाइनलाई सेपरेसन गर्ने होफम्यान्स टेस्ट भयो, अगाडि मैले भनेको थिएँ लगभग फिक्स क्वेसन। र अर्को क्वेसनहरू चाहिँ अब वाट एपन्स वेन्स भन्ने क्वेसनहरू एकदमै यहाँनिर अब योबाट यो राख्दा के हुन्छ, योबाट यो के हुन्छ भनेर कम्प्लिट गर्ने क्वेसनहरूमा पनि यस्तो क्वेसनहरू आउने गर्छ। जस्तै तपाईँहरूलाई एसिटिक एसिडिटी ट्रिटेड विथ पिटो5 भयो भने के हुन्छ, एसिटिक एनाइडाइड बन्छ। त्यसै गरी तपाईँहरूले जस्तै फिनोल इज ट्रिटेड विथ
BR2 मा राख्यो भने के हुन्छ। यस्तो क्वेसनहरू चाहिँ तपाईँहरूलाई यहाँ एकदमै स्योर सर्ट क्वेसनहरू छ, तपाईँहरूले हेर्न सक्नुहुनेछ। यसै गरी अब अर्ग्यानिक केमिस्ट्रीमा चाहिँ तपाईँहरूले यस्तो यस्तो क्वेसनहरू चाहिँ एक्जामको लागि आउने भएकोले अब तपाईँहरूलाई कन्भर्जन, त्यसपछि सिक्वेन्स मिलाउने अनि विभिन्न किसिमका रियाक्सनहरू मिलाउने, एबिसिडी कम्प्लिट गर्ने रियाक्सनहरूमा तपाईँहरूको अर्ग्यानिक केमिस्ट्रीको क्वेसनहरू यसै गरी मैले यहाँ जुन दिएको छु त्यही अनुसार तपाईँहरूलाई चाहिँ यो क्वेसनहरूको प्याटर्न अनुसारको ओल्ड एज गोल्डमा गएर ट्याक्क एबिसिडी भनेर क्वेसन एनइबीको क्वेसन प्याटर्न तपाईँले फर्स्ट टर्म सेकेन्ड टर्ममा दिइरहनु भएको छ। पुराना ओल्ड एज गोल्ड क्वेसनहरू हेर्दै यहाँको क्वेसनहरू सल्भ गर्नुभयो भने तपाईँहरूलाई एनइबीमा पक्कै पनि सहज हुनेछ। त्यसै गरी फिजिकल केमिस्ट्रीको लागि पनि हाम्रो 22 मार्क्सको क्वेसन आउँछ है, जसमा तीनटा चाहिँ तपाईँहरूको के आउँछ त भन्दाखेरि क्वेसन आउँछ, एउटा लङ क्वेसन, दुईटा सर्ट क्वेसन आउने गर्छ। अब भोल्युमेट्रिक एनालाइसिसमा के आउँछ, अब भोल्युमेट्रिक एनालाइसिसमा यो डेफिनेसन टाइप सबै भयो, अनि यसमा यो डिराइभ गर्ने, अनि यो रिलेसनसिप नर्मालिटी एन्ड मोलारिटी भयो, एकदम इम्पोर्टेन्स, अनि डिफ्रेन्स बिट्विन पनि यहाँ दिएको छ, तपाईँले राम्रोसँग हेर्नु होला। त्यसै गरी न्युमेरिकलको लागि अब यो मोस्ट इम्पोर्टेन्ट चाहिँ फर्मुलाहरू मैले यहाँ लेखिदिएको छु। यो नर्मालिटी इक्वेसन, यो मिक्सचरको क्वेसन एकदम इम्पोर्टेन्ट, अनि त्यसपछि यो एच नम्बरको पनि, यो पनि तपाईँलाई वेट दिएको बेला इक्विभ्यालेन्ट वेट निकाल्ने, एसिड र बेस दिएको बेला तपाईँले यो फर्मुला युज गर्न सक्नुहुनेछ। त्यसै गरी इक्विभ्यालेन्ट वेट अफ केएमएनओ एसिडिक बेसिक न्युट्रल मिडियम पनि एकदमै धेरै सोध्ने गर्छ। र यो च्याप्टरमा तपाईँहरूले टाइट्रेसन सम्बन्धी टाइट्रेसनको बारेमा राम्रोसँग क्वेसनहरू चाहिँ सल्भ गर्नु होला। यो फर्मुलाबाट चाहिँ तपाईँहरूले क्वेसनहरू चाहिँ सल्भ गर्नुपर्ने हुन्छ है। यसै गरी चाहिँ आयन इक्विलिब्रियममा पनि एकदम इम्पोर्टेन्ट भनेको अस्ट्रोल डाइलेसन ल, अनि त्यसपछि यसमा चाहिँ तपाईँहरूले अरू चाहिँ के जान्नु पर्यो भन्दाखेरि एरिनियस कन्सेप्ट, अनि त्यसपछि ब्रनस्टेड लौरी कन्सेप्ट, अनि त्यसपछि लुइस कन्सेप्टमा एसिड र बेसको डेफिनेसन जान्नु पर्यो। यसै गरी आयन इक्विलिब्रियममा फिजिकल केमिस्ट्रीमा चाहिँ तपाईँहरूको प्रत्येक लेसनबाट एउटा एउटा क्वेसन फिक्स हुन्छ, त्यसरी अर्ग्यानिकको जस्तो यताउता मिक्स गरेर आउँदैन। त्यही भएर तपाईँहरूलाई फिजिकल केमिस्ट्रीबाट सजिलो हुने गर्छ। जस्तै कन्जुगेट एसिड बेस पेयर के हो, कसरी चुज गर्ने, अनि एकदमै इम्पोर्टेन्ट यो पिएच र पिओएच इक्वल टु 14 प्रुभ गर्ने एकदम इम्पोर्टेन्ट छ। त्यसै गरी तपाईँको कमन आयन इफेक्ट अनि सोल्युबिलिटी प्रोडक्टबाट पनि क्वेसनहरू आउने गर्छ। बफर सोल्युसन भनेको के हो, यसको पनि एसिडिक बफर, बेसिक बफर के हो भनेर पढ्नु होला मजाले। अनि त्यसपछि एसिड बेस टाइट्रेसनमा इन्डिकेटर कुन कुन सिलेक्सन गर्ने, जस्तै रिडक्स टाइट्रेसनमा केएमएनओको सेल्फ इन्डिकेटर भयो, एसिड बेसमा फिनोल्फथालिन अनि मिथाइल अरेन्ज जस्ता इन्डिकेटरहरूको रेन्ज कसरी तपाईँहरूले चाहिँ सिलेक्सन गर्नुहुन्छ टाइट्रेसनमा भन्ने कुरा पनि यहाँ पढ्नुपर्ने हुन्छ। अनि यस सम्बन्धी तपाईँलाई एकदमै स्योर सर्ट न्युमेरिकलहरू मैले यहाँनिर 7-8 न्युमेरिकलहरू तपाईँहरूलाई दिएको छु। क्यालकुलेट पिएच, त्यसपछि एकदमै फिक्सवाला है, यो पिएच सम्बन्धी यो 4वटा एकदमै जान्नुभयो भने यो 4वटा थरीबाट तपाईँलाई एउटा क्वेसन सोध्ने गर्छ। अनि त्यसपछि सोल्युबिलिटीको क्वेसनहरू पनि यहाँनिर 6 र 7 एकदमै इम्पोर्टेन्ट, यो प्रिसिपिटेडवाला क्वेसन एकदमै सोधिरहेको हुन्छ, ध्यान दिएर तपाईँले यो क्वेसनहरू सल्भ गर्नु होला। अब क्वेसनहरू सल्भ गर्न जान्नु भएन भने तल दिएको हाम्रो वाट्सएप नम्बर हुन्छ लास्टमा, त्यसमा मेसेज गर्न सक्नुहुनेछ है विद्यार्थी भाइ बहिनीहरू। यसरी चाहिँ तपाईँहरूले यो तपाईँहरूलाई मैले एकदमै इम्पोर्टेन्ट क्वेसनहरू मात्रै देखाइरहेको छु है, क्वेसनको झल्को। यस्तो क्वेसनहरू चाहिँ छुट्याउनै नहुने क्वेसन हो कि लास्ट हरमा आएर। जस्तै केमिकल काइनेटिक्समा एउटा तपाईँले टेबलवाला क्वेसन, रेड लको टेबलवाला क्वेसनलाई छुट्याउनै हुँदैन। अनि त्यसपछि अब यहाँनिर सबै किसिमका डेफिनेसनहरू छ, जस्तै डिराइभ गर्नु पर्यो जिरो अर्डरको, फर्स्ट अर्डरको, हाफ लाइफ इन्डिपेन्डेन्ट भएको, हाफ लाइफ डिपेन्डेन्ट भएको केमा हो, त्यो कुराहरू तपाईँले जान्नु पर्यो। अनि हेर्नु त ल, यसमा न्युमेरिकल इन्भल्भिङ इनिसियल मेथड टेबुलर न्युमेरिकलहरू ओल्ड एज गोल्डमा गएर हेर्नु होला, एकदम राम्रोसँग तपाईँहरूलाई क्वेसनहरू दिएको हुन्छ। अनि कोलिजन थ्योरी भन्ने यस्तो यस्तो क्वेसनहरू चाहिँ अर्डर र मोलिकुलारिटीको डिफ्रेन्स यहाँ भएको क्वेसनहरू एउटा पनि नछुटाइकन तपाईँले सल्भ गर्नुभयो भने यही भित्रबाट क्वेसनहरू आउँछ। अब क्वेसन सोध्ने प्याटर्नहरू तपाईँले ओल्ड क्वेसनबाट अथवा सेट बुक्सबाट तपाईँले हेरिसक्नु भएको छ ओल्ड एज गोल्डबाट। ल अब यसै गरी तपाईँलाई
थर्मोडाइनामिक्समा अब यहाँनिर एकदमै हेस लबाट चाहिँ तपाईँहरूको क्वेसन, न्युमेरिकल क्वेसन जस्तै हेस ल, इन्थाल्पी अफ फर्मेसन, कम्बुसन, अनि त्यसपछि फ्री इनर्जीको क्वेसनहरू सोध्ने गर्छ र अरू डेफिनेसनहरू मजाले यो पढ्नु होला। अनि इलेक्ट्रोकेमिस्ट्रीबाट एउटा स्योर सर्ट क्वेसन हुन्छ तपाईँको, सेल पोटेन्सियल अनि स्ट्यान्डर्ड हाइड्रोजन इलेक्ट्रोड, जस्तै यहाँ पनि साल्ट ब्रिज, प्राइमेरी सेकेन्डरी सेल, फ्युल सेल है। अब यो एसएचई भनेको के हो, यस्तो खाले क्वेसनहरू तपाईँलाई 8 नम्बरमा यहाँ क्वेसन छ। यस गाल्भानिक सेल बनाउने, सेल रियाक्सन लेख्ने, इएमएफ क्यालकुलेट गर्ने, स्पोन्टेनियस हो कि होइन, रियाक्सन अकर्स हुन्छ कि हुँदैन, यस्तो खाले क्वेसनहरू, यस्तो प्याटर्नमा क्वेसनहरू सोध्ने गर्छ। अनि एनोडमा के राख्ने, क्याथोडमा के राख्ने, तपाईँहरूले यहाँनिर क्वेसनहरू हेर्नु होला। यहाँ जे क्वेसन छ जस्तो छ, जस्तै हाफ अक्सिडेसन, हाफ रिडक्सन, हाफ रियाक्सनहरू, यो चाहिँ तपाईँले चाहिँ सजिलो तरिकाले सल्भ गर्न सक्नुहुनेछ है। यस्तो क्वेसनमा जस्तै गिफ्ट फ्री इनर्जीको क्वेसन पनि जोडिएको हुन्छ। र यसै गरी अब फिजिकल केमिस्ट्रीमा तपाईँहरूले 5वटा लेसन पढ्नुहुन्छ। 5वटा लेसनमा स्योर सर्ट क्वेसनहरू यहाँ छ र कसरी कसरी पढ्ने तपाईँहरूलाई मैले छोटो चाहिँ पिडिएफमा यहाँ देखाएँ। यसै गरी इनअर्ग्यानिक केमिस्ट्री जम्मा 12 मार्क्सको आउँछ। योबाट 2टा च्याप्टर हुन्छ, ट्रान्जिसन मेटल र हेभी मेटल भन्ने। अब ट्रान्जिसन मेटलमा चाहिँ यस्तो यस्तो कुराहरू, कम्प्लेक्स फर्मेसन, अक्सिडेसन नम्बरको बारेमा पढ्नुपर्ने हुन्छ। त्यसपछि सिएफटीको बारेमा मजाले पढ्नु होला। अनि कलर कम्पाउन्ड किन हुन्छ, जस्तो यहाँ क्वेसन सोधेको छ, CO2 प्लस कलरफुल अथवा Z10 प्लस कलरलेस किन हुन्छ, यस्तो क्वेसनहरू। Z10 चाहिँ नन टिपिकल ट्रान्जिसन मेटल हो, यस्तो क्वेसनहरू। अनि ट्रान्जिसन मेटलहरूले किन चाहिँ कम्प्लेक्स कम्पाउन्ड बनाउँछन् भन्ने जस्ता क्वेसनहरू तपाईँहरूलाई यहाँ छ, एकदमै फोकस गर्नु होला। अनि हेभी मेटलमा तपाईँहरूको क्वेसनमा एकदमै धेरै कुरा भए तापनि एक्सट्र्याक्सन अफ कपर, यो 4वटाको एक्सट्र्याक्सनको हल्का हल्का क्वेसनहरू चाहिँ तपाईँले हेर्नु होला। अनि स्टिलको पनि एकदमै इम्पोर्टेन्ट छ। अनि ब्लू बिटल, व्हाइट बिटल, अब यो केमिस्ट्री पनि पढ्नु होला। अब यसै गरी यहाँ इनअर्ग्यानिक केमिस्ट्रीमा जति दिएको छ त्यो क्वेसनहरू सल्भ गर्ने ट्राई गर्नु होला। यसै गरी तपाईँको चाहिँ अब लास्ट हाम्रो के छ त भन्दाखेरि 8 मार्क्सको क्वेसन आउँछ लास्टमा, एप्लाइड केमिस्ट्री भन्ने। 4वटा केमिस्ट्रीमध्ये एउटा लङ क्वेसनको रूपमा तपाईँले लास्ट क्वेसन नम्बर 22मा चाहिँ अप्लाइड केमिस्ट्रीको लङ क्वेसन आउने गर्छ। यसमा जम्मा तपाईँहरूको 4वटा लेसनहरू हुन्छ। 4वटा लेसनमध्ये 2 2 2 गरेर यसरी सोध्ने गर्छ। अब तपाईँले यो मध्ये एकदमै इम्पोर्टेन्ट भनेको ओपिसी र पिपिसी, अनि त्यसपछि फ्लोसिट डायग्राम है। फ्लोसिट डायग्राम अफ के चाहिँ पढ्नुपर्छ त, सिमेन्ट र पेपर एन्ड पल्पको फ्लोसिट डायग्राम पढ्नु पर्यो। अनि त्यसपछि न्युक्लियर फ्युजन पढ्नु पर्यो। अनि पेपर एन्ड पल्पहरू पढ्नु पर्यो। अब यस्तै यसमा चाहिँ तपाईँहरूले विशेष फोकस गर्ने भनेको अब यो मोनोमर्सहरू पनि एकदमै सोध्ने गर्छ। बेकेलाइटको, नाइलन 66, यो सबै डेफिनेसन, डिफरेन्स के छ, सबै कुरा मैले तपाईँहरूलाई यहाँ समेटेर पिडिएफ बनाएको छु। यसै गरी तपाईँले चाहिँ अब यो प्रत्येक लेसनको यहाँनिर चार्टहरू पनि यसरी बनाएर तपाईँहरूले अर्ग्यानिक केमिस्ट्रीको एकदमै सजिलो याद गर्ने तरिकाबाट पनि तपाईँहरूले पढ्न सक्नुहुनेछ। यसै गरी अब यहाँ विभिन्न किसिमका चार्टहरू यसरी प्रत्येक लेसनको पनि बनाएर पढ्न सक्नुहुनेछ। र यो कुराहरू तपाईँले एकदमै छोटो समयमा धेरै कुराहरू पढेर एनइबीको बोर्ड एक्जाममा राम्रो मार्क्स ल्याउनु होला। तपाईँहरू सबैलाई धेरै धेरै शुभकामना भन्दै बेस्ट अफ लक। थ्याङ्क यू।